चाहिँ यहाँ फुल अलकता यो नाग मन्दिर भन्दा तल चाहिँ राखिसकेको छ है। अब यहाँ त गाडी मोटरसाइकल केही पनि छिर्न मिलेन। यो रातभरि भोलिसम्मै छिराउन मिलेन। यहाँहरूले अब हिँड्नुपर्ने हुन्छ है, सवारी साधन हुनेहरूले। अन्नपूर्णमा अझ उहाँहरूले यसरी हात्ती पनि हालिराख्नु भएको छ है। ल यस्तो छ है अवस्था बाटोको। अहिले चाहिँ हामी ठ्याक्क नाग्दैछौँ है। टक्क यहाँ हाम्रो दाईहरू हुनुहुन्छ। सुन्दी दाई, अनिल दाई, यसो अलिअलि त कराउनु पऱ्यो। अलकटा हालेपछि त नछिराउँ भनेर। बाटो बन्द छ। तपाईँहरू माथि जाने भए चाहिँ बुद्धभूमि टोलबाट जानुहोस्, तल जाने भए चाहिँ तिनचुली घुमेर जानुहोस् है। लट्टाक हुँदैछ है, बाटो आधा हुँदैछ। समुदायले पुरा गस्ती गरिराख्नु भएको छ। अनिल दाई, अब हामी तलतिर जाने। स्पोर्ट स्पेसल क्लबको अध्यक्ष हाम्रो अनिल देवकोटाज्यू, नागेश्वर टोल समितिको अध्यक्ष हाम्रो निमा सर, हाम्रो चुन्डी दाई त सदाबहार। उहाँ चुन्डी दाईको त यो 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 अहिले संयोजक पनि है। यो हराभरा गर्नुमा उहाँको विगतको दिनमा ठुलो योगदान छ। सबैलाई थाहा होला त्यो चाहिँ। गाइजहरू, अब बाटो बन्ने कार्यक्रम भइरहेको छ होइन। कतिपयले चाहिँ अझै पनि जबरजस्ती बाइकहरू ल्याएको छ, भनेको मान्नुहुन्न होइन। त्यो सम्झाइ बुझाइ गरेर हामीले पठाउनु पर्ने हुन्छ। जे होस्, धेरै पछि बाटो बन्दैछ, त्यसमा हामी खुसी हुनुपर्छ। सो अब तिनचुलीसम्म कस्तो बाटो बन्दैछ त्यो पनि हामीले हेर्नेछौँ। अहिले बाटोको अवस्था यस्तो छ, ट्याक्कैतिर बन्द गरेको छ है। यो चाहिँ कुवाको भयो, हेर्नु होला। यता सबै ठाउँमा यसरी कालो लगाइसकेको छ। यो चाहिँ सुक्नुपर्ने हुन्छ है। अनि यहाँ चाहिँ यसरी सबै ठाउँमा बन्द गरिएको छ क्या, जबरजस्ती नल्याओस् भनेर। हेर्न सक्नुहुन्छ यसरी है। ल यस्तो छ अवस्था। अब हामी तिनचुलीतिर के कस्तो भइरहेको छ हेर्न जान्छौँ है। ल त्यही भेटौँ, बाई। तिर पनि धुलो उडाउँदै है, सरसफाइ गर्दै, चट्टा लाएर बुमरबाट होइन, डक्क भ्याकुम लाएर यसो गर्दै सरसफाइ गर्दै यता आएर डक्क लाएर यहाँ ठ्याक्क तपाईँको रोयल तिनचुले ब्यान्क्वेट जुगल मोमोको एरियातिर गर्दैछ। यस्तो माटो चाहिँ यस्तो सफा भएर आउँछ। हेर्नु न, अझै धुलो हेर्नु न। आमामा लाइटमा ल खतरा हुने है लाइट त। आमा ओ या यस्तो छ अलकट्टाको काम। अनि यसपालि बाटो कस्तो बन्ने हो थाहा छैन। जे जस्तो पनि राम्रो बनोस्। ल बाई बाई दाइहरू, हाम्रो भगवान दाइ र अनिल दाइलाई बाई बाई, धन्यवाद। फाइनली अब चाहिँ घरतिर जाँदैछु है। सुरेन्द्र, अनिल दाई अनि हाम्रो नरेन्द्र दाई, अनि तलबाट चाहिँ हाम्रो गणेश दाई है। सो सबैजना चाहिँ अब घर जाँदै हुनुहुन्छ। अहिले 11:30 हुँदा होला टाइम पनि। अब बाँकी चाहिँ अब लगभग जुगल मोमो जुन चाहिँ रोयल तिनचुले ब्यान्क्वेट छ त्यो एरियाबाट चाहिँ अब अलकटाहरू राख्नु बाँकी छ। अनि अब राति तिनचुलेबाट पनि अनिल दाइले चाहिँ बाँस दिनुभएको छ है। बाँस राख्यो भने कमसेकम 4-5 घन्टा सुक्नु पाए पनि हुन्थ्यो भन्ने कुरो गर्नुभएको थियो। रातभरि को बसिराख्नु होइन यस्तो चिसोमा हो। अब आज राखिएको अलकटा राम्रो सुक्यो भने प्रायोरिटी चाहिँ अब नागेश्वरबाटै हुन्छ नि त, किन त्यहाँ सुक्दै आएको हुन्छ होइन। चट्ट त्यहाँबाट सट्ट गरेर अनि आनन्दपुरसम्म चिज भयो भने त्यसको 1-2 घन्टापछि त खोल्न मिल्ने रहेछ। खोलिसकेपछि आवाज गरेर पनि सजिलो भयो नि त फेरि होइन। कतिपय इमर्जेन्सी परेकोहरूले चाहिँ त्यहाँबाट पनि मिलाउनु पायो। सो हेरौँ अब के हुन्छ है। भोलिको भिडियो पनि राख्नेछु। हो राम्रो बनोस् है, शुभ समाचारै भन्नु पऱ्यो। अब जे जस्तो बाटो उहाँहरूले बनाइराख्नु भएको छ, राम्रो बनाइराख्नु भएको छ भन्ने हामीले अब सोचौँ होइन। त्यही हिसाबले अब यसो गरौँ। अब घरतिर लगाऊँ है। अझै 1 राउन्ड हाने म बाटो तलतिर जाउँ भन्ने। अब कोही पनि छैन, त्यही कुकुरहरू हिँड्ने हो। अब मोटर बाइकहरू हिँडेको छैन, तर अलिक जबरजस्ती गरिरहेको छ। तपाईँको अब
अल्फटाहरू जुन राखिएको देखेपछि त नकुदाउनु पर्ने होइन। अब उहाँहरूले अब नबुझेरै होला, बुझ्नु त त्यसो गर्दैन थियो। सो अब यहाँहरूले सुनिराख्नु भएको छ, हेरिराख्नु भएको छ भने प्लिज त्यो 3 दिनलाई यहाँले वैकल्पिक बाटो प्रयोग गर्नु होला, त्यही भन्न चाहन्छु। सबैको राम्रो होस् भन्दै यो बाई।